सत्यको जित होस्। अब यी भ्रष्टाचारी ढाकाले खाए। एमालेको कार्डलाई कन्टेनरमा हाल्ने मेरो लेबी पनि एमालेले अब चन्दा ओलीले खाओस्। मैले तिरेका यत्र वर्षको लेबी र मेरो पैता लेखेका पसिना जति जम्मै ओलीलाई होइन। यो डस्टबिनमा फ्याँक्ने हो। म कम्युनिस्ट पार्टी एमालेको संगठित सदस्य हो। 74 सालमा एमालेबाटै नगरपालिकामा वडा सदस्य उठेको हो। यो प्रमाण बोकेर आएको के भन्नु होला भने अब एमाले चाहिँ घृणित लाग्यो र यसले देशको लागि केही गर्दैन भनेर यो प्रमाण सहित बोकेर चाहिँ म यहाँ आएको। यहाँ मसँग यो संगठित सदस्य कार्ड, मेरो पार्टी सदस्य, यो पार्टी सदस्य अनि यो चाहिँ मनमोहन अधिकारीसँगै मैले आँखादान गरेको यो अधिवेशन नेकपा एमालेको अधिवेशन 5औं अधिवेशन होइन। यो म चुनाव लडेको एमालेबाट जनप्रतिनिधि चुनाव लडेको। अब अहिले यत्रो दुःख गर्नुभयो पार्टीमा, यत्रो तपाईसँग प्रमाणहरू छ। अब यसलाई चाहिँ के भाँडमा फाल्दिने? अब यसलाई चाहिँ कन्टेनरमा हाल्ने। अब यसले भ्रष्टाचार गर्न नपाएर खान नपाए खर हुँदैन हो। त्यही भएर अब नेता पहिले थिए ती अब जम्मै भ्रष्टाचारी भए। रविलाई दुःख दिए त्यसमा नै नसकेर हामीले त्यही भन्दा हामी त देख्नै नसकेर आएको। अब रवि जितेर आउनुपर्छ। 84मा 2 मत ल्याएर प्रधानमन्त्री हुनुपर्छ रवि। हाम्रो आशीर्वाद त्यही छ। विरोधीहरूलाई के भन्नुहुन्छ? यिनीहरू मासिनुपर्छ। सबै अनि मात्र देश भन्छ। भइसक्यो 71। तपाईँ कति वर्ष? म 73 भएँ। पहिले एमाले हालिन्, काङ्ग्रेसमा कहिले पनि हालिनँ। एमाले हालेँ, माओवादीले हालेँ। अब रविको पालो। अब काम छ। पुरो फ्याले सरै भइहाल्यो नि। फालिहाल्यो नि, फ्याले सरै भयो होइन। किनभने किनभने यसमा चाहिँ गुटबन्दी जब एमालेको चाहिँ ओलीले चाहिँ एकलप्टी शासन गरेर अब राम्रो जति जस्तो भीमरावलाई निकालेन, अब त्यो दुर्गा प्रसादले निकालेन। अब पश्चिम क्षेत्र त एमाले दौड्यो, पूर्व चाहिँ दुर्गा प्रसादले दौडाउँछ, काठमाडौँमा हामी जस्ताले दौडाउँछौँ अब होइन। पक्का 5 नम्बर क्षेत्र लेखेर राख्नुहोस्। त्यो चुनाव जितेछ भने त्यस बेला फेरि तपाईँको अन्तर्वार्तामा जित्दैन। म लेखेर राख्नु एक हामीले जिताओ, हामीले नै हराउने। अब किनभने राष्ट्रिय स्वतन्त्र पार्टी भनेको रवि लामिछाने भनेको विद्वान एउटा पत्रकार चाहिँ एउटा ग्रान्ड बुकमा चाहिँ नाउँ लेखेको पत्रकार हो क्या। गिनिज बुकमा नाउँ लेखेको चाहिँ ऊ ऐतिहासिक व्यक्ति हो होइन। आज ओलीले राजनीतिक प्रतिशोध साधेर आज जेलमा चाहिँ राखिरहेको छ उहाँलाई होइन। यो इतिहास होला। तर रवि लामिछाने भनेको आज स्वच्छ विचार भएको यो देश र जनताको लड्ने व्यक्ति भनेको उहाँ नै हो। ओली त 14 वर्ष जिउँदो मान्छे मारेर जेल बसेर कैदीको प्रमाण भएर आएर यो देशमा चलायो। तर रवि त कैदी होइन नि। पुरो देशको र जनताको लागि लड्दा लड्दै हिजो यही एमाले चाहिँ बालकोटमा लगेर गृह तथा उप प्रधानमन्त्री दिए यो ओलीले। सारा जनतालाई थाहा छ। अनि काङ्ग्रेसले किस्तीमा प्रधानमन्त्री ल्याएको होइन रवि लामिछानेलाई। आज यही 2 पार्टी भएर चाहिँ राजनीतिक प्रतिशोध हालेर जेलमा राखेको हुँदा आज सही व्यक्तिको उहाँको न्यायको लागि लड्नुको लागि म हस्ताक्षर गर्न आएको र म छिटै सदस्य पनि लिने पक्षमा छु। म छैन, म यहाँ भिड छ, लाइनमा छु। अब सदस्य म अलि 2-4 दिन पछि अलि साथीहरू ल्याएर लिन्छु। अब हस्ताक्षर गरेपछि अब बनेबाट उहाँले चाहिँ आज लिनुभयो। उहाँ पनि एमाले नै हो होइन। यो उहाँ चाहिँ रवि लामिछानेको चाहिँ न्यायको लागि। अब यो छ कि देश विदेशमा पनि हस्ताक्षर सङ्कलन भइरहेछ र मैले सुन्नमा आउँदा एमालेको 7 लाख कार्ड होल्डर छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको 48 लाख सदस्य भएको मैले पाएँ होइन। र काङ्ग्रेसको 6 लाख होइन भनेदेखि अब यो देशको विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो र अन्य व्यक्ति स्वतन्त्र पार्टी बनेर भिडेका छन्। ती साथीहरूलाई नि यसमा आबद्ध भएर अब हर्क, बालेन, गोपी हमाल, दुर्गा प्रसाई, भीमरावसँग यो पार्टीमा तानुस् भन्ने कुरो यो पनि मैले सुझाव राख्छु। भीमराव पनि एउटा देशभक्त नेता हो, एउटा PhD गरेको व्यक्ति हो र यो सन्देश मार्फत यो भीमरावको कानसाउन पुग्छ। उहाँसँग मेरो राम्रो सम्बन्ध छ होइन। भनेदेखि मैले यति कुरो राख्दै ओलीबालाई चाहिँ के भन्नुहुन्छ अन्तिममा? अब तपाईँले यो फ्याँक्दै ओली बा भनेको यो देशको
खराब व्यक्ति हो। जब बोलिरहेछ यो देश अझ देश रहँदैन भनी जाने हुन्छ। अब तपाईँको अमेरिकाले चाहिँ यसलाई भ्रष्टाचार भनेर दाग लगाइसकेको छ नि। भारतले भत्तो भनेको छ यिनीहरूलाई। यिनीहरू हिजो भारतमा भात खाएर नेपालमा राजनीति गरेको भत्तु नै हो। म पनि भत्तु भन्छु। अब हुन त बोलीले थोनिहाल्छ यो ओलीले। अस्ति एउटा टिकटकरलाई थोनेन, तर ओलीले एउटा के धन्यवाद दिन्छु भने उहाँले धेरै नेता जन्माइदिनु भयो अहिले। किनभने टी सर्ट लगाएको भए पनि नेता बनाइदिनुहुन्छ। अनि अस्ति खुला मञ्चमा आमसभा हुँदा पनि जनतालाई विरोध गर्ने युवा युवतीलाई गिरफ्तार गरेर नेता बनाइदिनु भयो। दुर्गा प्रसादलाई नेता बनाइदिनु भयो होइन। भने उहाँलाई एउटा धन्यवाद चाहिँ के नि नेता उत्पादन गरेर यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई माथि उकालो लगाइदिएको छ। यो मेरो उहाँलाई धन्यवाद। किनभने रवि